आफ्नो व्यापार सम्हालेर बसेको एउटा भगौडाले फेरि यस्तो खालको च्यालेन्ज गर्न लाज लाग्दैन। जुन स्थानमा छ नि तपाईहरु जस्ता अराजक व्यक्तिहरुले गर्दा अराजक कुन आधारमा भन्नुभयो? कुन आधारमा भन्नुभयो? यत्रा तोडफोडको लागि छानबिन आयोग गठन भएको छैन? तपाई भन्नुपर्छ। उले मलाई चाहिँ म अक्युज्ड हो भनेर भन्यो। किन होला हो भन्दिन त कसरी? तपाई नेतृत्वकर्ता भनेर आइराख्नु तपाई नगराउनुको जन यस्तो तपाईको शब्द चयन चाहिँ के गाह्रो हो? यो कुरामा चाहिँ रेस्पेक्टफुल पनि हुन सकिन्छ। यत्रा तोडफोडको लागि छानबिन आयोग गठन भएको छैन? तपाई भन्नुपर्छ। उले मलाई चाहिँ म अक्युज्ड हो भनेर भन्यो। किन होला हो भन्दिन त कसरी? तपाई नेतृत्वकर्ता भनेर आइराख्नु तपाई नगराउनुको जहाँ घुसपेट भएको भन्ने कुरा तपाईले बुझ्नु भएको कि छैन? तपाईले क्वेशन सोध्नु का चाहे मैले कसले गरेको भन्दिनुस् न। घुसपेट त्यसको लागि त छानबिन आयोग गठन भएको छैन। भनेको भरमा विश्वास गर्नु पर्दैन। प्रश्न मिराजीलाई उहाँ हामी एउटै ठीक छ घुसपेट भएको भन्ने कुरा तपाईले बुझ्नु भएको कि छैन? तपाईले क्वेशन सोध्नु का चाहे मैले कसले गरेको भन्दिनुस् न। घुसपेट त्यसको लागि त छानबिन आयोग गठन भएको छैन। राम्रो कारण राम्रो कुरा सम्मेलन गरेर अहिले यसरी कुरा राख्दै हुनुहुन्छ। बजारमा धेरै खालका जेन्जी छन्। तपाई कुन प्रकारको जेन्जी हो भन्दिनुस् न। तपाई मलाई कुन प्रकारका जेन्जी छन् भन्नुस्। अनि के होला दुई चारवटा प्रकार भन्दिनुस् मलाई। 2.2 देखि लिएर यहाँ त के 2.2 जेन्जी भनेको हामी एकदम शक्तिशाली भएर चाहिँ आउनेछौँ। हामीलाई चाहिँ जोक तरिकामा नलिनुस् प्लिज। जस्तो नि विराटजी तपाईले एउटा धम्कीपूर्ण भाषा बोल्नुभयो। फेरि भदौ 23 र 24 जस्तै आन्दोलन गर्छौं भनेर भन्दै गर्दाखेरि तपाई आफैमा एउटा भगौडा जेन्जी हो। किनकि आह्वान गर्नुभयो र आफ्नो व्यापार सम्हालेर बसेको एउटा भगौडाले फेरि यस्तो खालको च्यालेन्ज गर्न लाज लाग्दैन। यस्तो तपाईको शब्द चयन चाहिँ के गाह्रो हो? यो कुरामा चाहिँ रेस्पेक्टफुल पनि हुन सकिन्छ। तपाई किन आउनु भएन भनेर तपाईले भन्नुभयो भने म एकदम सरल तरिकामा तपाईलाई जवाफ दिन सक्छु। हेर्नुस् है, अब त्यो भन्नुभयो म यसको एन्सर गर्छु। भगौडा चाहिँ हैन बसेको किन भन्दाखेरि चाहिँ सुन्नुस् है। अब मैले खासमा त्यो कुरा क्ल्यारिफाई पनि गरिसकेको छु है। मेरो ज्यानमा चाहिँ धेरै धम्की आयो तर म बिजनेस चाहिँ व्यापार गर्दै बसाइन। म त्यहाँ हेर्दै बसेको। मेरो एउटा मात्र समूह थिएन नि त। मेरो त ल यो चाहिँ विश्वासले पनि भन्छ है। मेरो उ पनि थियो। हैन तपाईले जवाफ दिनुस् न। हैन सुन्नुस् न। हैन सुन्नुस् न। हैन सब प्रशासन छ। तपाईले भनेको भरमा विश्वास गर्नुपर्ने। भनेको भरमा विश्वास गर्नु पर्दैन। प्रश्न मिराजीलाई उहाँ हामी एउटै ठीक छ मिराजीलाई यो प्रश्न हैन यस्तो सुन्नुस्। आज बलेको छ। आज पाउनुपर्ने सरकारी सेवा सुविधा जनताले पाएका छैनन्। तपाईहरुले म नेतृत्वकर्ता हुँ भन्दै गर्दाखेरि यसको भागीदार तपाईहरु हो कि हैन? तपाईहरु कानुन कठघरामा उभिनु पर्छ कि पर्दैन? के को भागीदार भन्नुभयो? सरकारी संरचना जलाइएका छन्। व्यक्तिगत घर तोडफोड गरिएको छ। यसको कसले गर्छ यसको क्षतिपूर्ति? यसको क्षतिपूर्ति भन्नु त त्यो तपाईले भन्न सक्नुहुन्छ अहिले? तपाईले भनिदिनु पर्यो नि कसले गर्छ। कस्तो भनिदिनु पर्यो? छानबिन आयोग गठन छानबिन घुसपेट गरेको जिम्मेवारी पनि लिनुपर्छ। मैले नेतृत्व गर्ने कि मैले छानबिन गर्ने? पानीमाथिको उगान हुँदैन। मैले छानबिन गर्ने कि मैले नेतृत्व गर्ने मलाई त्यति भनिदिनुस्। तपाईले नेतृत्व पनि गर्ने र जिम्मेवारी पनि लिने हो। छानबिन मैले गर्ने हो भन्नुस् त मलाई। तपाईहरु सरकार छानबिन आयोग किन गठन भयो? सडक उचाल्नुहुन्छ किन? हैन तपाईको क्वेशन नै इलोजिकल भयो सर। कसरी के कस्तो क्वेशन गर्नु? छानबिन मैले गर्ने कि छानबिन आयोगले गर्ने? छानबिन आयोगले गर्छ। जिम्मेवारी तपाईले लिने कि नलिने? उसले इन्भेस्टिगेसन गरेर रिजल्ट निकालेपछि मैले जिम्मेवारी लिने कि? राम्रो काम अर्कोको कारण भनेर तपाई प्रेसमा आफ्नो वक्तव्य राख्ने तपाईको नैतिकता के हो? राम्रो कारण राम्रो कुरा सम्मेलन गरेर अहिले यसरी कुरा राख्दै हुनुहुन्छ। बजारमा धेरै खालका जेन्जी छन्। तपाई कुन प्रकारको जेन्जी हो भन्दिनुस् न। तपाई मलाई कुन प्रकारका जेन्जी छन् भन्नुस्। अनि के होला दुई चारवटा प्रकार भन्दिनुस् मलाई। 2.2 देखि लिएर यहाँ त के 2.2 जेन्जी भनेको जेन्जी त एउटा युवा यो एज ग्रुप हो। जेन्जी भनेको कुनै पनि एउटा ग्रुप हुँदैन सर। अनि अब मेरो प्रश्न के हैन एकचोटी पर्खिनु उहाँलाई क्ल्यारिफाई गरे ल। तपाईको नैतिकताले के भन्छ भन्नुस् मलाई। नैतिकताले तपाईले जुन कार्य गर्नु भने त्यसमा उधुम मचाउनु भने तोडफोड आगजनी गर्नु भने यो सम्पूर्ण जिम्मेवारी नेतृत्व भन्नेले लिनुपर्छ र तुरुन्त प्रहरीले तपाईहरुलाई हत्कडी लाउनु पर्छ। त्यो तपाई के लयर हो? तपाई लयर हो? कसरी जिम्मेवार? तपाईको क्वेशन नै यो इरेस्पोन्सिबल क्वेशन छ। कसरी रेस्पोन्सिबल भयो? नेतृत्व लिएपछि तपाई जिम्मेवार बन्नु पर्दैन? जिम्मेवारको लागि छानबिन आयोग गठन भएको छ कि छैन? तपाईले के बोल्नु भएको भन्नुस् त। तपाईलाई बोल्न आउँदैन रहेछ। के क्वेशन गर्नु भएको? तपाईको नैतिकताले दिन्छ उहाँलाई के हो तपाईको जाल? यस्तो हावा क्वेशन नगर्नु तपाई। जुन स्थानमा छ नि तपाईहरु जस्ता अराजक व्यक्तिहरुले अराजक कुन आधारमा भन्नुभयो? कुन आधारमा भन्नुभयो? यत्रा तोडफोड
यत्र तोडफोडको लागि छानबिन आयोग गठन भएको छैन तपाईँ बन्नुपर्छ। उसले मलाई चाहिँ म अक्युज हो भनेर भन्यो एउटा प्रश्न छ के मेरो किन होला हो भनिदिनु त कसरी तपाईँ नेतृत्वकर्ता बनेर आइराख्नु तपाईँ नगराउनु संसारमा सत्ता भनेको जित्नेले चलाउने हो, चाहे त्यो आन्दोलनबाट जित्नेले होस् चाहे त्यो मतदानबाट जित्नेले होस् होइन, चुनावबाट जित्ने होस्, तख्तापलट गरेर जित्ने होस् हजुर या मतदानबाट चुनावी प्रक्रियाबाट जित्ने होस्, सत्ता जित्नेले चलाउने हो हो डेफिनेटली होइन। यो संसारको वर्ल्ड वाइड नियम हो यो रुल हो। तर आज जेनजीको सरकार बन्यो भनेर भनिरहँदा जेनजीका प्रतिनिधिहरू खै तपाईँहरू खै मन्त्री भएको, तपाईँहरूका प्रतिनिधि खै मन्त्री भएको होइन यो यस्तो भयो अब बारबारा समता को आउँछन् मन्त्रालयमा त के भइरहेको छ यहाँ। अब यस्तो भयो यो कुराको बारेमा चाहिँ मैले हिजो पनि भनेको थिएँ है, सडकको तातो सडकको गर्मी चाहिँ मन्त्रीमण्डलमा जानै पर्छ, त्यसमा दुई मत छैन। जुन अस्ति 4 जना सिफारिस हुनुभयो, कसले उहाँलाई सिफारिस गर्नुभयो र उहाँ जेनजी हो कि होइन त्यो नभइकन सडकको चाहिँ आगो मन्त्रीमण्डलमा हुनै पर्छ भनेको सडकमा पार्टिसिपेसन गरेको पात्र हजुर क्याबिनेटमा हुनुपर्छ पर्यो। जस्तो मेरो एउटा प्रश्न छ, जस्तो तपाईँहरूको आन्दोलन चाहिँ हात्ती आयो फुस्छ भनेर भन्दैन मान्छेहरू, जस्तो ढाल्नुपर्ने देउबाको त्यो चाहिँ दम्ब थियो, ओलीको दम्ब थियो, तर जल्यो सिंहदरबार संसद भवन संस्थागत गर्न सक्नु भएन तपाईँहरूले, तपाईँहरूको आन्दोलन आरोप छ तपाईँहरूलाई, त्यसलाई कसरी जस्टिफाई गर्नुहुन्छ? होइन यस्तो हो हेर्नुहोस्, अब त्यतिखेरको एजेन्डा भनेको चाहिँ एक्ज्याक्टली सरकार ढाल्ने भन्ने थिएन है। अब के भयो क्रान्ति त आएकै हो होइन, जेनजीको आन्दोलनबाट आयो, दोस्रो दिन सबैजना पुरा नेपाली सहभागी, यो क्रान्ति चाहिँ जेनजीको आन्दोलनबाट आएको हो, तर यो क्रान्ति सबैको हो, सबै नेपालीको हो। यो म एकजना जेनजी एउटा उमेर समूहको मात्र त म भन्न सक्दिनँ नि, यो देश त सबैको हो नि, क्रान्ति सबैजनाले ल्याउनु भयो है। अब त्यसमा चाहिँ यो आन्दोलन चाहिँ अझ पनि नदेखिएला आगो चाहिँ तपाईँको उत्तिकै बाँकी छ। यदि कसैलाई यसमा डाउट छ भने अलि दिन पर्खिनुहोस्, हामीले हाम्रो माग चाहिँ एकदम सभ्य तरिकामा चाहिँ लिएर जाने हो, हामीले म्यान्डेट दिने हो हाम्रो प्रधानमन्त्रीज्यूलाई। त्यो भएन भने देखिन्छ भन्नु यो आन्दोलन कुनै पनि तरिकाले तुइएको छैन, यसको आगो घटेको छैन। यो घट्नुको सट्टा हामी चाहिँ के गरिरहेछौँ अहिले भन्दाखेरि जति पनि च्याउसरी यो उम्रिरहेका जेनजीहरूलाई चाहिँ युनिफिकेसन गर्ने काम गरिरहेछौँ। एक त म आफै जेनजीको लगभग 100-150लाई नेतृत्व दिएर चाहिँ म अगाडि बढिरहेको छु। अघि उहाँले भन्नुभएको थियो उहाँको सहायक भनेर, म सहायक होइन, म सडकमा लडेर भोलिपल्टको पहिलो दिन सडकमा नेतृत्व गरेर सयौँ युवालाई चाहिँ पुलिसको 2टा पुलिसको अगाडि चाहिँ आत्मसमर्पण गर्न लाएर सयौँ युवालाई बचाएर आएको म डक्टर मान्छे, डक्टर पेसा छोडेर यसरी क्रान्तिमा होमेको मान्छे। अब उहाँले मिरजहरू कहाँ हुनुहुन्थ्यो भनेर भन्दै हुनुहुन्थ्यो। एकजनाले थ्रेट आएपछि हामी सबै त लुकेर बस्दैनौँ नि त, आउने त सडकमा आयौँ नि त, सडकमा आयौँ बचाउन सक्ने हाम्रो युवा साथीहरूलाई, हाम्रो भाइहरूलाई बचायौँ। सेकेन्ड दिन कहाँ थियौँ भन्दाखेरि सेकेन्ड दिन घुसपेट भएपछि हामी बचाउनतिर लाग्यौँ। राधेको भाटभटिनी सोध्नु होला कसले बचायो भनेर, त्यहाँ सबैले डक्टर विश्वासले त्यो भाटभटिनी बचायो भनेर भनेनन् भने फेरि आएर मलाई प्रश्न गर्नु होला। त्यही भएर अलिकति प्रश्न गर्दाखेरि शब्द चयन गर्दाखेरि चाहिँ सम्पूर्ण साथीहरूले नि अलिकति उचित प्रश्न गरिदिनु होला। हाम्रो तयारी एकदम राम्रो तरिकाले भइरहेको छ है, हामी एकदम शक्तिशाली भएर चाहिँ आउनेछौँ। हामीलाई चाहिँ जोक तरिकामा नलिनुहोस् प्लिज, लिन पनि पाउनुभयो तर भोलिका दिनहरूले देखाउँछन् यो कुरालाई चाहिँ एकदम सिरियसली लियोस्, हामीलाई अहिले जोक तरिकामा नलियोस्। अब के गर्ने त्यसपछि पनि मान्नु भएन भने के गर्ने त अब देखिहाल्नुहुन्छ। हामीले शक्ति प्रदर्शनको कुरा पनि गरेको छौँ है, त्यो चाहिँ एकदम शान्तिपूर्ण रूपमा हुन्छ। तर यो मौका फेरि आउँदैन, देश बचाउने यो मौका फेरि आउँदैन। सो यसलाई छोड्ने भन्ने कुरै हुँदैन, बरु छातीमा गोली खाइला यही क्रान्ति ल्याउनलाई, नयाँ नेपाल बनाउनलाई। तर यो कुरालाई छोड्ने भन्ने हामी त्यो छँदै छैन, दिमागमै छैन। हेर्नुहोस्